खुर्सानी राख्दो दुईजना हाम्रो जज मैले कहाँ जानुभएको थियो आउने चारजना हो त्यहाँ चारजना एक्लै सक्दैन कि विनायक बुझि मेरो म जाउँ न त बुझि मेरो म जाउँ न त जाने साइकल कहाँ जान्छ राम्रोसँग मोनिटर गर्नु होला कुन पेट्रोल रे प्यारोट पेट्रोल कुन पेट्रोल रे ओइली कुन पेट्रोल देशी कुन पेट्रोल सर हाम्रो माध्यमिक विद्यालयमा भइरहेको स्काउटको कुकिङ कम्पिटिसनमा यहाँ जज गरिदिन आउनुहुने हाम्रो स्कुल हेड सर र प्रधान स्कुल हेड सर र अनि जजहरू आउनुभएको छ उहाँहरूको सम्मानमा स्काउट क्ल्याप अब के बनायौ त्यहाँनिर बुझाइदिनु पर्यो सरहरूलाई हामीले यो बनायौँ हाम्रो पेट्रोलको नाम चाहिँ प्यारो पेट्रोल हो हामीले चाहिँ साग सलाद र भटुरको अचार आलु र चनाको तरकारी र भात अनि दाल छ कालो दाल र रातो दाल मिक्स गरेर झानेको अनि हाम्रो नन भेजको लागि चाहिँ मासु पापड रोटी अनि तरकारीहरू सागहरू अनि सलादहरू हजुरहरूले चाखेर प्रतिक्रिया दिनु होला सुरु गर्नु भाइ यति भनेर होइन र हो तर सोचेन लागि स्काउट ताली बजाउला स्काउट ताली बजा बजा हाम्रो पाहुनाको सम्मानमा सल्युट गर्दा सल्युट गर अच्छा हाम्रो पाहुनाको सम्मानमा स्काउट क्ल्याप हामीले चाहिँ थकाली सेट बनाएको छौँ यसमा रहेको छ ब्राउन पापड साग सलाद अनि भुजिया अचार अनि दाल
हजुर हजुर गाडहरू पनि सबै हो, होइन तरकारी प्याजको मासु दाल साग सुँगुरको अचार टमाटरको अचार स्यालेड पापड खाना हो नेपाली तरकारी अब क्ल्याप जजहरूको विदाईको लागि स्काउट क्ल्याप हजुर नि त्यहाँ नानीको खुल्यो हामीहरूले यहाँ नेपाली खाजा सेट बनाएका छौँ जसमा हामीले पुलाउ र भुजिया पुलाउ भुजिया सलाद अनि अचार दाल र मासु बनाएका छौँ हामीहरूको पेट्रोलको नाम टाइगर पेट्रोल र हामीहरूकोमा सहभागी 6 जना 2 जना एब्सेन्ट छन् यो खुले छैन अब खुल्छ हो कोअर्डिनेटर राजेन्द्र सर हाम्रो यसै कार्यक्रममा कुकिङमा निरीक्षणमा पनि आइपुग्नु भयो हाम्रो स्काउट मास्टर विकल सर र मलाई यो निर्णायक मण्डलको जिम्मामा सहयोग गर्नुहुने हाम्रो निर्णायक मण्डलको अर्को सदस्य सम्झना तिवारी दाहाल म्याडम एउटा अभिभावक प्लस हाम्रो विद्यालय व्यवस्थापन समितिको पनि तर्फबाट उहाँले आज यो स्काउटको मूल्याङ्कनमा धेरै राम्रो भूमिका निभाउनु हो र सहयोग गर्नुभएको छ र उपस्थित सम्पूर्ण स्काउटका भाइ बहिनीहरू हामी स्काउटलाई आफ्नो खुट्टामा उभिन सक्ने आत्मनिर्भर बन्न सक्ने स्वावलम्बी बन्न सक्ने आफूमा आफै डिपेन्ड हुन सक्ने त्यो स्किलहरू सिकाएर हरेक प्रतिकूल विकट परिस्थितिमा पनि आफूलाई एउटा मानवीय मूल्य मान्यतामा सर्भाइभ गर्न सक्ने र विकट परिस्थितिलाई पनि आफूले सम्हालेर अझै अरूको पनि उद्धार गर्न सक्ने त्यस्तो खालको एउटा चाहिँ स्वावलम्बी मेन पावर बनाउने जुन एउटा स्काउटको उद्देश्य हो त्यही अनुरूप आज हामी ग्यास पनि बाल्न नजान्ने भातमा पानी कति राख्नुपर्छ भनेर नजान्ने तर हामी 4 GPA ल्याएर मात्रै पनि काम भएन त्यसैले कतिपय चाहिँ हाम्रा यो शैक्षिक प्रगतिहरू पनि हुन्छन् अन्य क्षेत्रमा उन्नति प्रगति गरे पनि वास्तवमा हामीलाई आपद पर्दाखेरि हाम्रो बेसिक कुराहरू हामीले त्यो स्किल जानेनौँ भने हाम्रो त्यो सर्टिफिकेटले हाम्रो भात पकाउन सिकाउँदैन सर्टिफिकेटले हामीलाई दाउरा बाल्न सिकाउँदैन र सर्टिफिकेटले हामीलाई कसरी त्यो विकट परिस्थितिबाट कसरी पार लाउने भन्ने स्किलहरू सिकाउँदैन त्यसैले हामी स्वावलम्बी बन्न आफूलाई जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि आफूलाई चाहिँ सुरक्षित राख्न र अरूको पनि सुरक्षा गर्नको लागि जुन एउटा उद्देश्यले एउटा अर्धसैनिक बल तपाईँले प्रदान गर्नु यो प्रदान गरिदिनु हुन हाम्रो मूल्याङ्कन सदस्य सम्झनाबाट भन्नुभएको छ र स्काल लगाइदिन रानी प्रजिलो भन्नुभएको छ अरूले क्ल्यापिङ गरिराख्नु स्काल क्ल्यापिङ हो
धन्यवाद र बधाई छ हाम्रा डोभ पेट्रोललाई। अब आजको यो कार्यक्रमको सम्बन्धमा विद्यालय तर्फबाट आफ्ना मन्तव्यसहित यो अनि कार्यक्रमलाई डिजल्भ गरिदिनु हुन म आदरणीय प्रभाव पशु शर्मा के अरे घिमिरे शर्मा गायकहरूको नाम आज पशुपति घिमिरे सर आदरणीय हाम्रो प्रधानज्यूलाई आफ्नो मन्तव्यसहित यो कार्यक्रम डिजर्भ गरिदिनु म हार्दिक अनुरोध गर्छु। धन्यवाद।